Hello guys, welcome back to NJ Vikram. र आज चाहिँ हामीहरूले यहाँ गन पाउडर फार्म गराउँदैछौँ होइन यहाँ माथि। अनि त्यसको लागि चाहिँ मैले यहाँ केही सामानहरू बनाएको छु। 1 2 3 4 5 6वटा अनि 2टा चेस्ट 4वटा हपर मलाई एक्चुअली चाहिने होइन। त्यसपछि यसलाई नि यता राखौँ न। यो किन चल्यो होइन, नाइट भयो त्यही भएर हो। मैस त बेड छ नि साथीहरू, मैस त बेड छ यहाँ एउटा। सामान त मैले पुरै लिएर आएको नि त, त्यसैको कमी छैन। त्यो ग्लास ल्याउने 1-2टा पछि ल्याउनु पर्ला। ओके, अनि यसलाई यहाँ हालेर यो 2टा झिक्ने 5वटा अप्पर भयो। 1 2 1 3 1 2 एउटा बढाउला नि होइन। पछि एक साइडबाट 1 2 1 2 यति भइहाल्यो। यिनमा त यसलाई हाल्ने होइन, यसलाई हाल्ने अरू नै हो। त्यसमा राख्ने पछि मिलाउँला। त्यसको के गर्ने भन्ने कुरो मलाई थाहा छ। अब यहाँदेखि 22 ब्लक माथि जानु पर्यो नि म होइन। 22 ब्लक भनेपछि 1 2 3 4 1 2 3 4 4वटा खान्छ 5 है। 5 ब्लक म माथि 22 ब्लक माथि जान्छु अनि भेट्छु है तपाईँलाई। यसलाई नि प्याक गरिदिनु 8 ब्लक जाने 1 2 3 4 सरी ल 2 3 4 5 6 7 8 ब्लक आउने। 9मा नि राख्ने, 9मा यसलाई प्याक गर्ने, यसलाई पनि जोड्ने 9 भयो। त्यसपछि गएर यसको माथि सरर हेर्ने, यसलाई जोड्ने, यता पनि जोडौँ। त्यसपछि यता यो मागिरहेको 3वटै साइडमा यो गराउँछु म। अनि त्यसपछि भेट्छु है तपाईँहरूलाई।
यिनलाई फेरि जोड्ने। अब यी जति छन् नि, यो जति छ यसलाई सबै जोड्नुपर्छ होइन, फिस्ट पारामा। हो यति यसरी सबै ठाउँमा यो सबै फुल फिल आउट गर्छु अनि त्यसपछि म भेट्छु है तपाईँहरूलाई। यति चाहिँ भयो है। अब यति चाहिँ गरेँ मैले होइन, यति सबै भयो। अब यो बाहिर घरमा चाहिँ नि यो उस लगाउँ, के भन्छन् हो, यसरी चाहिँ नि वाल लगाउँ होइन, सब घेराबन्दी गरौँ। अनि त्यसपछि भित्र बाहिर तल गिरेर होइन, तल गएर लडेर देखिन्छ भन्न पर्दैन, त्यसपछि खसिन्छ भन्नु परेन होइन। वाल लगाएपछि यसरी माथि गयो सबै सर्ट। वा राम्रो देखिएछ है, राम्रो देखिएछ। अहिले क्रिपर स्पन हुन्छ कि हुन्न अनि थाहा हुन्छ राम्रो देखिएको र नदेखिएको त बाबुहरू। तल त म बिस्वन भएछन् भनेपछि यहाँ म बिस्वन त हुन्छन् नहुने होइनन् होइन। तल चाहिँ जहाँ मैले चेस्टहरू लगाएको छु त्यहाँ जुन सानो एरिया गराएको छु मैले आफू बस्ने, त्यहाँ चाहिँ नि म बिस्वन भएछन्, त्यहाँ म बिस्वन भएपछि यहाँ हुन्नन् भन्नु त मिल्दैन। तर यहाँ चाहिँ स्पन भएको छैनन् मबहरू, तल फेरि स्पन भएछन् किनकि मेरो उस भयो नि त, एएफके भयो नि त होइन माथिको, त्यही भएर तल स्पन भएको होलान्। तर केही छैन, म सम्हालिहाल्छु नि तिमीलाई त। यति भयो साथीहरू, यसलाई चारतिरबाट घेराबन्दी लगाइयो। अब चाहिँ नि हामीले यहाँ गर्नुपर्छ, हाम्रो ट्राप डोर चाहिन्छ हामीलाई कम्तीमा नि 4-5 स्ट्याक त चाहिन्छ होइन। 8 दुना 16 दुना 32, एक स्ट्याक त्यहाँ लाग्छ भनेपछि 2 स्ट्याक जति चाहिन्छ कि मलाई। $84 2 स्ट्याक जति लाग्छ कि जस्तो त मानेको छु मैले होइन। फेरि त्यति नलाग्ने रे कि होइन, धेरै लाग्छ धेरै। मलाई त फेरि यो माथि पनि त हाल्न पर्छ क्या नि, कहाँ यति हुन्छ त्यही त होइन। 5-6 स्ट्याक नै लाग्छ नि मलाई त। तल जति स्टोन लाग्छ माथि त्यति ट्राप डोर लागिहाल्छ। हुडले पुग्दैन कि जस्तो मानेको, बरु मैले स्पोन हुन सुरु भइसक्यो नि त साथी हो। देख्यौ यसलाई स्पोन नहुनेको पछि यसलाई स्पोन नहुने गर्नुपर्छ।
गाउँ यसपालि गाउँ यसपालि लगाउँ यसपालि लगाउँ देऊ साथी देऊ। अब यिनलाई पुरै भर्छु म है, यो चाहिँ पुरै भर्ने अनि त्यसपछि चाहिँ नि अँध्यारो बनाउँछु। त्यसपछि चाहिँ नि म तपाईँहरूसँग भेट्छु है साथीहरू है। साथीहरू यहाँ चाहिँ म लगाइसकेँ है। अब चाहिँ नि यिनमा चाहिँ नि यसो टर्च लगाउनु पर्छ जे होस्, ताकि यहाँ मब स्पन नहोस् होइन। अनि त्यसपछि बल्ल हामीले अरू काम गर्न पाइन्छ। ओके लेट्स गो। अब जाने बेला त जतार गर्ने हुन्छ। अब हो कि सबसे धेरै काम भनेको अब छ। मलाई लागेको छ हुडले पुग्दैन जस्तो मानिएको छु मैले। यति हो हुड भनेको, यति हो। ट्र्यापडोर बनाउन पऱ्यो, 5-6 स्ट्याक ट्र्यापडोर पनि बढी लाग्छ होला। अब यो सबै माथि जति पनि छ नि हो त्यो सबमा ट्र्यापडोर चाहिन्छ क्या। त्यसको लागि मैले एउटा काम गर्नुपर्छ अहिले। के काम त भन्दाखेरि त्यो बिचको लागि चाहिँ नि मैले फिलआउट गर्नुपर्छ। त्यो 22 ब्लकबाट 24 ब्लक भइसक्यो होइन। मेरो हुडको सत्यानाश भयो, मेरो हुडको सत्यानाश भयो। के भयो यो 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 किन बनाएको मैले? यो स्ल्याब बनाइछु अब मैले। यो स्ल्याब त अहिले कहाँ काम आउँछ र नि, पछि घर गराइएछ भने पो होइन। उसको स्ल्याबको काम छैन। साथीहरू म घर गएर अनि स्क्रुस लिएर आउँछु, यो स्ल्याबलाई राखेर आउँछु। अनि त्यसपछि है मैले चाहिँ हुड लिएर आइसकेको छु होइन। अब अहिले चाहिँ नगरिकन स्क्रुसको बनाउन पऱ्यो। त्यस्तो बिगारेर खामै छैन। ट्र्यापडोर बनायो भनेको अर्को बनाएर बस्यो। अब यहाँ ट्र्यापडोर कसरी लगाउने त भन्दाखेरिमा यस्तै लगाउने। यो अन हुन्न, यो चाहिँ अफ लगाउन चाहिँ पर्यो। रोज्यौ
साथीहरू मैले बनाएर भ्याएँ। यो ट्याब्लेट चाहिँ मैले 3 स्टार लगभग 3 स्टार जति नै धेरै बनाएको छु। हुडको जति सत्यानाश गरेँ मैले। अब मेरो काम के हो त भन्दाखेरि ट्याब्लेट खोल्ने, त्यसपछि चाहिँ नि यो ट्याब्लेट खोलेर यो उसलाई टर्चलाई हटाएपछि विस्फोट हुन थाल्छन्। यसलाई खोल्ने, यसलाई खोल्ने, मैले त मेलको हुन्छ भने खाएको छैन र हो। त्यसमा आउँदै रहेछ। अब यहाँ विस्फोट हुनुपर्छ। त्यहाँ माथि गएर आफै गर्न जाने बाटो बनाएको यो होइन। अनि त्यसपछि चाहिँ नि धेरै त छैन, 18वटा भयो। 1 मिनट चाहिँ भएको छैन होला। म आफै गर्न लागेको। यस यहाँबाट चाहिँ तल जाने, तलबाट आउने है। अनि त्यसपछि तल चाहिँ ओसन छ पुरै अनि त्यसलाई ब्रेकआउट गर्नुपर्छ। बाई चान्स झुक्किएर म यसमा फसेँ भने निस्किनु सिधै दिन्छ त। अनि यसले त मलाई फाइनल्ली म चाहिँ माथि आइसकेँ होइन। यो तल जाने आउने यो बार्ने कुरा हो। यो त पछि बारौँला। अनि यहाँ किलपर आउँछ अनि यसरी हान्ने यहाँ। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु होला। र हामी चाहिँ अर्को भिडियोमा मिल्नेछौँ।